दलालहरूलाई 7 वर्षसम्म जेल भन्ने छ, तर आजसम्म कुन चाहिँ दलाल 7 वर्ष जेल बस्यो भन्ने कुरा हेर्न पाइँदैन। 10 वर्ष अघि भन्दा बढी व्यथिति हामीसँग अहिले छ। 10 वर्ष अघि बरु 80,000मा मलेसिया जान पाइन्थ्यो, अहिले 4 लाख पर्छ। 4 लाखभन्दा बढी वार्षिक रूपमा वैदेशिक रोजगारीमा जाने युवा छन्। हरेक युवाले 2 लाख रुपियाँ तिरेर गएका छन्। हिसाब गरौँ न, खर्बमा निस्किन्छ यो देशको व्यथिति। 70% भन्दा बढी विज्ञापन जनताको पहुँचमा छैन। उनीहरूले पहिल्यै प्याक गरिसकेका हुन्छन् विज्ञापनहरू, अनि पत्रिकामा हालिन्छ, एउटा प्रक्रियाका लागि मात्रै हालिन्छ त्यहाँ। भनेपछि हामीले कति धेरै भ्रम छर्यौँ भन्ने कुरा। जसले घुस दिन्छ उसको श्रम स्वीकृति जारी हुन्छ, जसले घुस दिँदैन उसको श्रम स्वीकृति जारी हुँदैन। रिजेक्सनको नोटहरू छ। मेरो रिसेन्ट रिपोर्ट तपाईँहरूले हेर्नुभयो भने सम्भवतः कुरा राखिसकेपछि केही सुधार पनि होला भन्ने अपेक्षा। किन भन्दा यहाँ विषयवस्तु उठानभन्दा पनि ठुलो कुरा भनेको यो देशमा समाधान चाहिएको छ। आप्रवासन दिवस हामी मनाउँदै गर्दा विशेष गरी श्रमिकको हक हितका विषयवस्तु मुख्य कुरा छ, र सबैभन्दा ठुलो कुरा भुल्नै नहुने कुरा 18-20 खर्बको बजेट हुने देशमा 15 खर्बको वार्षिक बजेट पठाउने नेपाली युवाको समस्या समाधानको एउटा मन्त्रालयभित्र हामी छौँ। यो सामान्य कुरा छैन। सरकारले 30% को जीडीपी भने पनि 50% भन्दा बढी यो देशको चलाउनका लागि युवाले गरेको परिश्रमको फल हामी खाइरहेका छौँ। यो देश त्यसरी चलिरहेछ। यसरी बुझौँ, त्यसपछि अलिकति बढी उनीहरूलाई न्याय गर्न सकिन्छ भन्ने लाग्छ। नीतिमा केही सुधार जस्तो त देखिन्छ। सरले अघि सुरुमा भन्नुभएको कुरा थियो, हामी धेरै परिवर्तन गर्यौँ भन्ने त छ, तर नीतिमा मात्रै छ सर, व्यवहारमा छैन। व्यवहारमा हुनका लागि एकचोटि कामदार बनाएर हेऱ्यौँ भने थाहा हुन्छ। हामीले वैदेशिक रोजगार ऐनको दफाहरू पल्टायौँ भने यस्तो राम्रा राम्रा कुराहरू छ, प्रावधानहरू छ। दलालहरूलाई 7 वर्षसम्म जेल भन्ने छ, तर आजसम्म कुन चाहिँ दलाल 7 वर्ष जेल बस्यो भन्ने कुरा हेर्न पाइँदैन। मिलिमतोमै अथवा मेलमिलापमै भनौँ, विशेष गरी मिलिमतो भन्दा पनि मेलमिलाप। कुनैले ठग्यो 5 वर्षसम्म उसले दुःख दिएछ, 2 दिनको मेलमिलापमा उसले उन्मुक्ति पाउने अवस्था छ। पैसा त्यो 5 वर्षसम्म त्यो व्यक्ति बिचरा त्यो पीडित भएका कुराहरूको हामीले न्याय दिन सकिरहेको छैनौँ। सबभन्दा प्रब्लम यहीँबाट सुरु भएको छ। त्यसलाई उचित दण्ड नदिँदाखेरि त्यो प्रब्लम छ। किनकि 5 करोड ठग्नेले पनि 5 वर्ष जेल बसे हुने खालको कानुन नीति हामीसँग छ, जसले गर्दा विदेश जानुभन्दा बरु 5 करोडै ठग्न सजिलो छ यो देशमा। त्यहीमाथि नीतिलाई देखाएर, प्रमाणलाई देखाएर उसले दण्ड पाउँछ, नभए दण्डको व्यवस्था समेत छैन। यो परिस्थितिमा छौँ हामी। त्यसैले यो व्यावहारिक सुधार छैन भन्ने कुरा छ। र मलाई त लाग्छ 10 वर्ष अघि भन्दा बढी व्यथिति हामीसँग अहिले छ। 10 वर्ष अघि बरु 80,000मा मलेसिया जान पाइन्थ्यो, अहिले 4 लाख पर्छ। 10 वर्ष अघि बरु अरू देशको हालत जस्तो युरोप जान पनि अलि सस्तै थियो, 4-5 लाख 6 लाख थियो, अहिले 14 लाख 15 लाखसम्म लाग्छ। यो परिस्थितिमा हामी छौँ। त्यसैले यसलाई कसरी भन्यौँ? म किन यो कुरा गरिरहेको छु भन्दा वर्षमा युरोप जानेको सङ्ख्या मात्रै झन्डै 1 लाखभन्दा माथि छ। 1 लाख इन्टु 10 लाख क्यालकुलेसन गरौँ न, एकचोटि अरबौँमा निस्किन्छ हिसाब। 4 लाखभन्दा बढी वार्षिक रूपमा वैदेशिक रोजगारीमा जाने युवा छन्। हरेक युवाले 2 लाख रुपियाँ तिरेर गएका छन्। हिसाब गरौँ न, खर्बमा निस्किन्छ यो देशको व्यथिति। त्यसैले देश कहाँ गएको छ भन्ने कुरा यसैले क्यालकुलेसन गर्छ। अभिमुखीकरण तालिमको कुरा, यसको सकारात्मक पक्ष म नकारात्मक मात्रै भन्दै छैन। सकारात्मक पक्ष पछिल्लो समय ढिलै भए पनि बायोमेट्रिक सिस्टम लागू गरिदिनु भयो। त्यसको लागि म मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु। यो लागू गरिसकेपछि कम्तीमा विद्यार्थीहरू क्लासमा उपस्थित हुन चाहिँ थाले हैन। तर पछिल्लो रिसेन्ट म एकचोटि जनकपुर गएको थिएँ। त्यहाँनिर 19 जना हाजिर भएका रहेछन्। 2 जना बदाम खाँदै थिए त्यो क्लासमा। 2 जना त्यही क्लासमा जहाँनिर किताब राखेर पढ्नुपर्ने हो त्यहाँ खुट्टामाथि राखेर मोबाइल चलाएर बसिराखेको अवस्था थियो हैन। यसले गर्दाखेरि यो परिस्थिति, यो रियालिटीमा जाँदैछु सर, यो सामान्य कुरा छैन। किनभने जब हामीले युवालाई सिकाएर पठाएनौँ भने उसले न यो देशमा सकारात्मक रेमिट्यान्स गर्छ, न ऊ स्वास्थ्यमा ख्याल गर्छ। त्यो 2 दिनको ओरिएन्टेसन भनेको एकदम इम्पोर्टेन्ट छ यो युवाका लागि। म यो सामान्य कुरा गरिरहेको छैन। त्यसैले त्यहाँ बदाम खाएर होइन, त्यहाँनिर क्लास हुनु पर्यो। वैदेशिक रोजगार बोर्ड नाकाम भएको छ, न पाठ्यक्रम दिन सकेको छ, न ट्युटरहरू त्यहाँ पठाउन सकेको छ, तालिम दिन सकेको छ। यो परिस्थितिलाई तपाईँहरू सुधार गर्नुपर्छ भन्छु म। स्वास्थ्य क्षेत्रको गुणस्तर त अब एकदमै हालत खराब अवस्थामा छ। अर्को कुरा, यो संस्थाको तर्फको व्यथितिमा यो चलखेल
एकदमै व्यापक छ। अपचल खेल कहिले हटाउने, यो अघि अपचल खेल भनेको म यो मन्त्रालयले ध्यानाकर्षण गर्न चाहन्छु, अगाडि पछाडिको भन्ने एउटा चलखेल रहेछ वैदेशिक रोजगार विभागमा। यो चलखेल कहिले हटाउने? जस्तो कुनै विज्ञापन हामी पत्रिकामा सार्वजनिक गर्छौँ, युवाले त्यही विज्ञापन हेरेर म्यान पावरलाई कल गर्छ, तर छैन विज्ञापन भन्ने 70%। तपाईँ आफैले एकचोटि अनुगमन गरिदिनुहोस्, 70% भन्दा बढी विज्ञापन जनताको पहुँचमा छैन। उनीहरूले पहिल्यै प्याक गरिसकेका हुन्छन् विज्ञापनहरू, अनि पत्रिकामा हालिन्छ, एउटा प्रक्रियाका लागि मात्रै हालिन्छ त्यहाँ। भनेपछि हामीले कति धेरै भ्रम छर्यौँ भन्ने कुरा। यति मात्रै होइन, राष्ट्रिय दैनिक पत्रिका समेत भ्रामक भएको छ। यो कारणले गर्दाखेरि विज्ञापन नै सही छैन भने त्यो भ्रामक भएको छ। यो कुरा मैले गर्न चाहेँ। र अन्तिममा यो व्यक्तिगत तर्फको व्यथिति, व्यक्तिगत श्रम स्वीकृतिलाई चाहिँ हामीले प्रश्रय दिइरहेछौँ, जसले ठगीलाई प्रश्रय भएको छ भन्ने कुरा छ। र यो जुन हजुरले ल्याउनु भयो यो हेल्प टु हेल्प 10 कल सेन्टर, द्याट इज गुड कन्सेप्ट। म चाहिँ एकदम यसलाई चाहिँ धन्यवाद दिन पनि चाहन्छु। तर यसका पनि धेरै प्रब्लमहरू छ, जस्तो कि भुक्तानी कसरी गर्ने भनेर सुझाव कसरी दिनुहुन्छ तपाईँ? जबकि मलेसिया जानलाई 4 लाख लिने कुराहरू छ। 4 लाख दिउँ कि नदिउँ भनेर सोधिन्छ प्रश्न। अब हजुरले दिएको जवाफले उसले के गर्छ भन्ने कुरा छ। यो कुरा छ। अर्को भनेको यसको जवाब कसले दिने? अनि यो आधिकारिक सम्पर्कको कुरा गर्नुभयो। मैले देखेको छु विभागमा 5 वर्ष अगाडिको सञ्चालकको समेत ऊ सञ्चालक भएर कहाँ गइसक्यो, अहिलेसम्म तपाईँको चाहिँ उसको नम्बर चेन्ज भएको छैन। सुधारको कुरा, यदि तपाईँ आप्रवासन दिवसलाई यो पालि सफल बनाउन चाहनुहुन्छ भने हिजो मात्रै मेरो एउटा रिपोर्टिङ थियो वैदेशिक रोजगार विभागमा। युरोप, जापान, मालदिप्स र सिजनल भिजामा नेपाली युवाले श्रम लिनका लागि इमेल चाहिने बाध्यता बनाइएको छ, श्रम लिनका लागि। र त्यही इमेल चाहिनेमा खेलेर घुस दिनुहुन्छ। जसले घुस दिन्छ उसको श्रम स्वीकृति जारी हुन्छ, जसले घुस दिँदैन उसको श्रम स्वीकृति जारी हुँदैन। रिजेक्सनको नोटहरू छ। मेरो रिसेन्ट रिपोर्ट तपाईँहरूले हेर्नुभयो भने त्यो प्रब्लम थाहा हुन्छ। साझा सवाल मिडियामा छ, म हजुरलाई पठाइदिउँला। र यसको समाधान एउटै मात्रै देखाएको छु मैले, त्यो इमेल भन्ने पाललाई तत्काल टालेर त्यो इमेल चाहिने व्यवस्था हटाउन जबसम्म सक्दैन युवाले, तबसम्म यो घुसको डिल गरिराख्नु पर्ने देखाएको छु मैले। यो तत्काल हटाइयोस्। थ्याङ्क यू। हाम्रो वैदेशिक रोजगार विभागसँग सम्बन्धित आएको विषयमा वैदेशिक रोजगारका महानिर्देशकज्यूले यसलाई छोटो रूपमा रेस्पोन्स गर्नको लागि म अनुरोध गर्दछु। र निश्चित रूपमा जुन राम्रा सल्लाह सुझाव आएको छ नेपाल सरकारले नोट गरेर कुन लेभलमा छलफल गरेर के कसरी सुधार गर्ने हो त्यसमा हामी सकारात्मक रूपमा लिन्छौँ। सर्वप्रथम म गर्दाखेरि कहाँ अ र कहाँ प भनेर ट्याक्क हामीले नोटिस पनि गरिदिनुपर्छ। हाम्रो सबै ठाउँमा आँखा नपुगेको हुनसक्छ, पुग्नु पर्ने हो तर नपुगेको हुनसक्छ। त्यसो ठाउँमा ठ्याक्कै भनिदिनु भयो भने त्यसले चाहिँ उन्मुक्ति पाउँदैन कानुनको विषयमा। त्यसै गरी अब सञ्चालकको विवरण छैन भन्नुभएको छ। वैदेशिक रोजगार विभागको वेबसाइटमा हामीले जुन संस्थाहरूको नवीकरण हुन्छ, दर्ता हुँदादेखि वर्षैपछि नवीकरण हुने गर्छ। नवीकरण हुने क्रममा सबै विवरण अध्यावधिक गरेर चाहिँ वेबसाइटमा पनि राखेका छौँ, त्यहाँबाट हेर्न सकिन्छ। र विवरण चाहिँ सम्बन्धित व्यक्तिको त्यसमा उपलब्ध हुन्छ, त्यसमा उपलब्ध नभएको भन्ने अवस्थै छैन। पीडितले पीडा पर्यो भने जुरी दिन सक्छ, अनि पीडकलाई बोलाएर छलफल गरेर टुङ्गिने अवस्था, मेलमिलाप हुन सक्ने अवस्था पनि मेलमिलाप गरेर टुङ्गाइदिने भनेर कानुनी व्यवस्था छ। तर दुईटा पक्षको बिचमा सहमति भएन भने बल्ल अनुसन्धान अगाडि बढेर अदालती प्रक्रियामा जान्छ, त्यो वैदेशिक रोजगार न्यायाधिकरणमा जान्छ। त्यसले गर्दा मेलमिलापबाट टुङ्ग्याउने विषय भनेको कानुनले नै सहजीकरण गरेर पीडक र पीडितलाई एक ठाउँमा ल्याएर दुवै पक्षको चित्त ल्याएर गरिदिने कानुनी व्यवस्थाको साथै हामीले अगाडि बढिरहेको विषय हो। यो पिडिओटीमा हामीले पछिल्लो अवस्थामा एनआइडीमा जोडिसकेपछि पनि विद्यार्थीहरू चाहिँ क्लासमा बसेनन् कि भनेर उहाँको जिज्ञासा छ। यो पहिलेको अवस्था के थियो भने पहिले विद्यार्थी जानै नपर्ने अवस्था थियो, जानै नपरिकन सर्टिफिकेट मात्रै धमाधम चाहिँ प्रोड्युस भएर आउने अवस्था थियो। तर जब अब हामी एनआइडीमा जोडिसक्यौँ, यसपछि चाहिँ जसको पासपोर्ट हुन्छ, पासपोर्टमा दिएको बायोमेट्रिक र त्यो व्यक्तिको क्लासमा गएर दिएको बायोमेट्रिक मिलेन भने त्यो व्यक्ति त्यो क्लासको स्टुडेन्ट हुनै सक्दैन। त्यो व्यवस्थासम्म हामीले गरिसकेको अवस्था छ र दिनको 3 पटकसम्म उनले बायोमेट्रिक दिएर आफ्नो भेरिफिकेसन गरिरहनु पर्ने अवस्था छ। अब क्लासमा उहाँ जाँदाखेरि आराम गरेर बसेको, बदाम खाएर बसेको भन्ने विषय त्यो सम्बन्धित चाहिँ पिडिओटी सञ्चालकको जिम्मेवारीभित्र भयो हैन। हामी उसलाई त्यो
तत्काल त्यो अवस्थामा तपाईँहरूकोमा जानकारी आयो भने विभागलाई एउटा सानो मेसेज अथवा सानो कल गर्दाखेरि पनि हुन्छ। हाम्रो अनुगमन समितिले अनुगमन गरिरहेको हुन्छ, कडाभन्दा कडा कारबाही पनि गरिरहेका छौँ। तर अहिले हामीले के गर्ने व्यवस्था गरेका छौँ भने हिजोको अवस्थाभन्दा आमूल परिवर्तन चाहिँ के भएको छ भने क्लासमा नआइकन मान्छेको सर्टिफिकेट प्रोड्युस हुन्थ्यो, तर एटलिस्ट क्लासमा आउने व्यवस्था एनआइडीमा जोडिसकेपछि भएको छ। श्रम स्वीकृतिमा इमेलका समस्याहरूको बारेमा डिजी साहबले तत्काल अहिले विभागमा गएर त्यसलाई कसरी सम्बोधन गर्नु, के प्रब्लम भएको मैले यहीँबाट उहाँलाई अनुरोध गरेँ। उहाँ अहिले जान साथ त्यसलाई रेस्पोन्स यसो भयो निर्देशिकामा कानुनी कुराहरू व्यवस्थापीय कुराहरू हामी चेन्ज गर्छौँ, परिवर्तन गर्छौँ, त्यसको उठान पनि विभागबाटै गर्नुपर्ने भएकोले त्यसको लागि पनि म छलफल अगाडि बढाउँछु।